Hi everyone, welcome back to my channel again. So मैले चाहिँ आज लन्चमा बनाएको थिएँ राइस चिकन with potato and radish. So यो चाहिँ एकदमै ग्रेभी वाला बनाएको छु मैले. So without any delay, let's get started. This is so delicious. मैले अघि अलिकति चाखेको थिएँ कि. Guys, पुरा मिठो रहेछ. Do you like it? Yes. Oh. Super hot. Let's keep this here. Guys, म चाहिँ Water. ल नानी दुयो यो खाने चाहिँ म चाहिँ भाइले अर्को खोलिदिइराख त चिकन विङ्स super hot tato भाइले त पिका बुक खोलिदेऊ न नानीलाई चाहिँ ऱ्याम्स खोलिदिइराख्छु हो मजाले पाइछ हेर्नु न देखाइदिएको नि मिठो लाग्छ त्यति साह्रो मसला पनि हालेको छुइनँ कम्ती कम्ती मसला राखेर बनाएको एकदमै मिठो पाक्छ आलु अन्त मुला पनि हाल्नुपर्छ कि क्या मिठो हुन्छ ऊ पनि आइरहेको छ हो एकदमै तातो छ बाफ निस्केको जस्तो निकाल्यो त्यस्तै खानु मनपर्छ नि त मलाई चाहिँ के अन्त तातो तातो भाइको देखाइदेऊ न उसलाई चाहिँ यस्तो राखिदिनुपर्छ लेग पिस म विङ्स खान्छु बाउलाई फक फक परेको मासु आफ्नो आफ्नो चोइस लेमन राख्नु पर्यो भने चाहिँ फेरि खाएन घाँटी दुख्छ भनेर टन्सिल छ नि गो एन्ड ब्रिङ नाइफ wash your hand also, okay? Lemon chutney. हस्बेन्ड पनि आइपुग्नु भयो अब हस्बेन्ड पनि पस्किदिन्छु हो
Guys, Excuse me. excuse me. अब गाईले मैले निम्बु खाएको हेर्छ Bye. See you in my next video. मैले सक्नु त्यहाँ बित्ति सकिहाल्छु म. ए मैले पनि खाएको बनाउ न चिकन टोक्दै. Bye.